गुड मर्निङ टसी दिले साथीहरू हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। र आज चाहिँ म जेट प्लान्टको चाहिँ अस्ति राखेको कटिङको बिरुवाहरू देखाउन जाँदैछु। पटमा सारिसकेर कत्रो कत्रो भएको छ भनेर म देखाउँछु है साथीहरू। यिनीहरू यत्रो यत्रो भइसक्यो। अस्ति कटिङबाट सार्दा कटिङ राखेर मैले देखाएको थिएँ होइन, त्यसकै बिरुवाहरू चाहिँ यत्रो यत्रो भइसक्यो। यो अब यिनीहरू बेच्ने बेला भइसक्यो। यत्रो यत्रो भएको छ साथीहरू। यो पल्लो छेउसम्म छ। हिजो बिहानभरि र दिनभरि लाएर सारेको। अनि त्यस पछाडि यहाँको इन्जलियाहरू चाहिँ अब यतापट्टिको यो मेरो वल्लो टनेलको चाहिँ इन्जलिया, यहाँ बाटोको छेउको चाहिँ यत्रो भएको छ अहिले। सब यो इन्जलिया हो, इन्जलिया मात्रै छ यहाँ चाहिँ। यो चाहिँ अहिले बिहानभरि पिन्जिङ गरेको यसलाई। पल्लै छेउसम्म यो सबै इन्जलिया। यो इन्फेक्सनको चाहिँ यत्रो यत्रो भइसकेको छ है साथीहरू। यो इन्फेक्सन पनि राम्रो हुन्छ। अब यो बेगुनियासँगै फुल्छ। र हंसराज चाहिँ यत्रो यत्रो छ। यो मसिनो हो, मसिनो कटिङबाट हो यो हंसराज। अब कसैले चाहिँ हाइडेन्जिया भन्दो रहेछ, तर अब यो पहिला चाहिँ यसलाई हंसराजै भन्थ्यो साथीहरू। थुप्रो कलरको छ यहाँ, सेतो, निलो, रातो गाडाबाट फिक्का गाडाबाट रातो पनि छ। यहाँ मुनि चाहिँ सबै घन्टी फुल मात्रै छ है। यो चाहिँ अब जिरिनियम चाहिँ ज्यादा छ। यो सब जिरिनियम फुलिरहेछ हो। यहाँ चाहिँ वल्लो बाटोको छेउको टनेलको यो मजाले फुलिरहेछ। पल्लै छेउसम्म सबै फुलिरहेछ नि। अब यो अस्ति फुलेको अर्किडहरू हो। यिनीहरूलाई अब रिपोर्ट गर्ने बेला भइसक्यो साथीहरू। भ्याएकै छैन। अरू त मैले अरू उता माथिल्लो टनेलको त सबै गरिसकेँ। अब यो तल्लो टनेलको गरेकै छैन। यहाँ घन्टी फुलहरू पनि अहिले चाहिँ दामी फुलिरहेछ। कृष्णकली घन्टी फुल भन्नु सजिलो, नाम चाहिँ घन्टी फुल भन्छौँ हामी चाहिँ। अहिले चाहिँ कृष्णकली। अहिले चाहिँ सब कोपिला लागेर दामी फुलिरहेछ। कलर अब चाहिँ कलर पनि छुट्टिएको छ। कलर यो भित्र सेतो भएको यो कलर पक्कै झरे पनि। यहाँहरू निस्किएकै छैन। यो पनि झन् राम्रो छ, भर्खर कोपिला लाग्दैछ। यिनीहरू चाहिँ थुप्रो छ। इन्जलियाहरू मदरबुट चाहिँ अब अस्ति पानीले हानेर यस्तो भइरहेछ साथीहरू। पानीले हानेर इन्जलियाहरू पनि यस्तो भइरहेछ। अब अहिले चाहिँ बर्खामा चाहिँ भट्टाभट हामी चाहिँ कटिङ राख्दैछौँ। हिजो राख्यो, आज राख्दैछौँ। यो फुलिसकेकोलाई यसरी निकालेन भने फेरि अर्को यसको रुटै आउँदैन। यसरी आउँछ नि। यो फुलिसकेकोबाट त्यस्तो मजाले आउँछ कि मसिनो आउँदैछ। यसलाई निकालेर सफा गरेपछि चाहिँ यसरी आउँछ। यो चेपमा पनि यो छेडीमा पनि छ मेरो यो घन्टी फुली राम्रो भएर फुलिरहेछ। यहाँ झन् सानो छैन बोटहरू यहाँको चाहिँ। यो झन् अर्कै कलर छ, भर्खर यस्तो हुँदैछ है। यहाँनिर चाहिँ ठुल्ठुलो भइरहेछ। नअटेर यहाँ ल्याएर राखेको। हाइडेन्जियालाई चाहिँ ढुट्टो पारेछ है हंसराज। यत्रो यत्रो किराहरू छ साथीहरू। सबै एउटा चाहिँ यहाँ भुइँमा झार्दे है साथीहरू। यो चाहिँ डिप क्लिन गरेको यहाँ सरसफाइ भित्रैबाट होइन, भित्रैबाट फुलिरहेको फुलहरूलाई ड्याङ्का ड्याङ भाँचेर होइन। यस्तो भइसकेछ अन्त नि बर्खामा मम्मीले चाहिँ यहाँ सबै फुलहरू लिएर भाँचेको हुनुहुन्छ। मलाई चाहिँ माया लागेर मैले फुल चाहिँ फुलेकोहरूलाई चाहिँ यसरी नै राख्दैछु। यो चाहिँ अहिले म एउटा ग्लासमा राख्छु। यहाँ त पनि कस्तो दामी छ। मम्मीलाई चाहिँ एउटै फुल देखिरह्यो भने वाक्कै लाग्छ अरे। यो मम्मीलाई अहिले भएको चाहिँ त्यही हो कि। मम्मीले हिजोदेखि नै भन्दै यो फुलहरू साह्रै धेर फुल्यो, अब मलाई वाक्कै लाग्यो भन्दै थियो। आज सबै भाँच्दिनु हुँदैछ। ऊ माथिको अझै एउटा रहेछ, त्यसलाई पनि भाँच्नुपर्ने हुन्छ। अब मम्मीले तान्नु हुँदैछ है। बिस्तारै लिनु न, झर्छ फुल। कस्तो दामी छ।
म चाहिँ जहिले पनि मम्मीले यसरी फुलेर फ्याल्नुभएको फुलहरूलाई चाहिँ ग्लासहरूतिर राखेर डाइनिङ टेबलमा राख्छु मलाई चाहिँ मनपर्छ अस्ति मैले अर्किड राखेको थिएँ मम्मीले आएर फ्यालिदिइहाल्नु भएछ अर्किड अनि यो चाहिँ हो मैले यो फ्यालेकोबाट निकालेको कटिङ टुप्पा टुप्पाहरूलाई यिनीहरूलाई फेरि नयाँ काटिदिनुलाई पानी सुक्खा यो चाहिँ झरेर अर्कोमा लाग्यो क्या बेसी यो निकाल्नुको कारण चाहिँ के हो भने त यो निकालेको कारण चाहिँ अब यसरी यो अर्कोदेखि अर्को पत्ताहरू सबै खाएर यो कुहिएको फुल यसरी झऱ्यो भने चाहिँ यो पत्तालाई फेरि यसरी कुहाउनु सडाउनु थाल्छ कि बर्खामा चाहिँ अनि त्यही भएर चाहिँ त्यो फुलेको फुललाई चाहिँ फ्याल्नै पर्ने हुन्छ नि मम्मी बर्खामा चाहिँ यो झरेको त एउटा राख्नु हुँदैन नि यस्तोहरू भएपछि चाहिँ मरिजान्छ नि हामीले यसको साफ गरिदिया है अच्छे से साफ कर दिया है इसको पिंजिंग कर दिया अब त्यसलाई राम्रो देख्छ नि त त्यसो भएपछि त गमला पनि पो कुचेर बढाएर दिन्छु यो चाहिँ कस्तो फुलिरहेको छ यहाँ यो के भएर बाहिर जान घन्टी फुल चाहिँ अब के कस्तो फुलेको छ जस्तो घन्टी जतिकै भइरहेको छ यत्तिकै बाहिरको त झन् कस्तो खतरा फुलिरहेको छ त